बजारमा एउटा एउटा काण्ड आइरानी बजारमा एउटा एउटा काण्ड आइरानी त्यो बारेमा हामीलाई फेरि बोल्न मन लागिरानी सुन्तला के आमाला ए पहिला पहिला साथीहरुसँग खाना गइन्थ्यो थाहा छ पहिला साथीहरुसँग खाना गइन्थ्यो थाहा छ आज आएर अमलाको बरा कत्रो बेजत सुन्तला कि अमला हे स्कुल पढ्दा नुन पिसेर कति अमला खाइन्थ्यो स्कुल पढ्दा नुन पिसेर कति अमला खाइन्थ्यो अहिले त्यस्तै खायो भने कति गाली पाइन्थ्यो सेलसौर पुग्दैन हे हामीले खान्नम भनेपछि निन्याउरो मुख लाउनु हामीले खान्नम भनेपछि निन्याउरो मुख लाउनु अबदेखि बालदादा स्टुडियोमा अमला लिएर सुन्तला कि अमला कहिले बजार अमलाको कहिले बजार काजु कहिले बजार अमलाको कहिले बजार काजु नराम्रो साँप फसे बरै बुढेसकालमा दाजु सुन्तला कि अमला नजिक नजिक हुने हो टाढा टाढा हुँदा पनि नजिक नजिक हुने हो खान्न भन्दा पनि जबरजस्ती खुवाउने लैजान्छ र मुक्तिन ए दिन्छु भने बरु माग अरू चिनो दिन्छु भने बरु माग अरू चिनो बाटो घाटो दिलान अमला नखानु है मिनु कि आमला त्यो बाजेलाई युट्युब भरि हेरेको छु टिकटक भरि हेरेको छु बरै मन जलाई त्यो बाजेलाई हेरिरहेको छु मन जलाई सिला त्यहीलाई कोही खुवाउँछन् कि तर लाग्छ म सुन्तला कि सुन्तला कि उमेर पनि खारिसक्यो मेलामा सब जान्छन् उमेर पनि खारिसक्यो मेलामा सब जान्छन्